वेलकम टु माई युट्युब च्यानल। नेक्स्ट एपिसोडमा हजुरहरूलाई स्वागत छ। कोरियाबाट आज हामी पहाड चढ्न जाँदैछौँ, सान चढ्न। आज काम छोडेको तेस्रो दिन, त्यसैले हामी सेल्टरमा छौँ। सेल्टरदेखि नै छुट्टीको समयमा आज हामी पहाड चढ्न जाँदैछौँ। सब गाइज रेडी भइसकेको छ। हेलो हेलो गाइज, हेलो। आज हामी सगुम सान जाँदैछौँ। यो वन्जुमै पर्छ, काठमाडौँको वन्जुमै अवस्थित सगुम सान जाँदैछौँ आज ट्रेकिङ। हामी सेल्टरमा छौँ। सेल्टरमा यत्तिकै बस्नु भन्दा पहाड चढ्ने योजना बनाएर हामी जान लागेको। यहाँ बस कुर्दै हो। हाम्रो साथीहरू सबै हुनुहुन्छ, 7 जना छौँ हामी। योभन्दा अगाडि के हुन्छ म देखाउँदै जानेछु, हेर्दै जानु होला। यहाँ चाहिँ भोटेले हामीलाई बाटो देखाइदिइरहेछ। देखाएको हो, भोटो नि हो, हाम्रो गाइड हो, हाम्रो गाइड गर्ने मान्छे। थाहा भयो कसरी जाने हिजो? 맨날 이거 끌고 다니는데 처음 버스 타서 잘 몰라요. लिन्छ त। अरे के गर्छ? 지금 집에 가는 버스를 찾고 있어요, 저도. चाहिँ घर जाने बस खोजिरहेछ अरे नै। 이렇게 놀아야 돼. तपाईँ त्यस्तो हेन्सन देखिसके त भुवा यार, मान्छे हिँडिरहेछ त। सक्छ त कसैले। उठ के भर्यो खत अनि ओरे ओ दोस्त भन्नु के छ? ठिकै छ नि राजा, हामी गाडीको पर्खाइमा छौँ। हो, आज पहाड चढ्न जान लाग्यो। पहाड चढ्न जानु लाग्यो होइन? सबै साथीहरू एकजुट भएर कतिको रमाइलो। गोर्खे कहाँ हो? 소금산. 이번 정류장은 SK텔레콤 원주 지점입니다. 다음은 금불사거리입니다. 금불사거리입니다. राजा यसरी झार्ने रहेछ। कोही यहाँ ठुल्ठुलो अपार्टको सामान भर्याङबाट झार्न नमिल्ने भएर सर गाडीबाट यहाँ लिफ्ट बनाएर यसरी जान्छ। त्यहाँ माथि पुगेपछि सामान त्यहाँबाट लोड गर्यो, लोड गरेर होइन त्यहाँ पुगेपछि अनि त्यो सामान लोड गर्छ। यसरी लोड गरेर फेरि सरर झार्छ। अनि ए यहीँदेखि त रहेछ नि। हामी सगुम सानको चढ्ने ठाउँ आइपुग्यो। तल त्यही त। 요즘은 이제 수박들 많이 보시죠. 이 장마 여기 가는 거야? 아니, 앞으로 주차장. 이게? 할인권이나 뭐 근데 여러 가지 이거 하는 건데? 카드 뭐 이렇게 좀 가격 다운 시키는 케이블카를 쩌는 게 이내 자네. 또 10,000원 훌쩍 넘어요. 있네. 수박 한 통 이내 자네야. 살려면 요즘 몰라요. 기름값 좀 내렸으면 좋겠어요. 내다 같으면 아 그래요. 기름값은 지금 또뭐 내전도 일어나고 또 이게 시끄러운 곳이 많잖아요, 그렇죠? 아 힘듭니다. 지금 얼마 전에 이란 이스라엘 소금산. हामी त हिँडेर जाने होइन, केवल कार जाने होइन। 선방형 된 것도 있고 좀 지켜봐야 될 것 같습니다. 단기적으로 지금 안 끝날 것 같아요. 걱정이 많습니다. 여기는 경산이라는 곳이에요. 아침부터 덥네요. 요즘은 낮에 사무실에 출근해야 돼서 출근 도장 못 찍거든요. 휴무중이라 출직이요 하셨습니다. यहीँबाट चढ्ने चाहिँ केबल कार। 저희 아버지 고향이 경산입니다. 경산 저기 엄지 없는 말 삼덕동이에요. केबल कार यहाँदेखि चढ्ने रहेछ। 경산은 포도 유명하죠. 잘합니다. 그래요.
문자 반갑습니다. 전국 어디서든 हामी केबल कार चढ्न नि सक्छौँ है 할 수 있는 이 시사 문제나 डेस्टिनेसन यहाँ 안전 얘기를 계속 माथि डाँडा हुन्छ 우리가 그냥 시끄럽게 그냥 계속 पछाडिको ट्याक्सी 안전 운전하세요. 잘 이렇게 얘기하고 있는데도 여러분들께 소중한 문자 주시고 그러니까 참여해 주시고 그러니까 제가 몸둘 바를 모르겠습니다. 조금 타고났나 봐요. 고맙습니다. 네. 전국 어디에서나 각각 얘기 들으실 수 있고요. हामी यहाँ झर्छौँ 감사합니다 사장님 तपाईँको ट्याक्सी त भर्खर पार गर्दैछ ल ल हामी आइपुग्यो करेयो ल है हामी सगुमसानको फेदमा आइपुग्यो फेदैमा आइपुग्यो ल हामी आइपुगिसकेका छौँ कहाँ सगुमसानको फेदमा आइपुगेको छ चढ्ने छ अब अब चढ्ने हो कि केबल कार चढ्ने हो केटा हो बाटो ऊ हिँडेर जाने भन्दैछ नि त अघि बढौँ यो टोली हिँडेर जाने हो हिँडेर जाने केबल कार त्यस्तो ल है हामी सगुमसानको केबल कार चढ्ने ठाउँमा आइपुग्यो ए 감사합니다 예 के खाना दिएन र खै हामी सगुमसान आइपुगेको छौँ होइन माथि केबल कार हिँड्दै पारियो हामी जाने हामी जाने ठाउँ पारियो त्यो ठाउँमा जाने खिच्दिउँ है फोटो पत्रा कुद भन्दैछन् क्या केटाहरूले मेरो गोबरमा छ है साबु खै पानी घट्टा उठ्या घट्टा ल है माथि केबल तर केबल गरेर जानु पनि मस्त हुन्थ्यो होला है अस्ति हामी नामगाम टावर जाँदा चाहिँ त्यो भएर आएर उयो जुस 6000 रहेछ के जुस राख्ने चाहिँ यहाँ त जुस लिएर जानुपर्ने हो माथि हुन त खानु मनलाई यहाँ झरेर खाँदा मिल्छ होइन हाम्रो यात्रा सगुमसानसम्मको यात्रा छ गाडी नै आउने रहेछ त आइज न यसरी यसरी आउनु भएन नि त है माथि केबल कार छ भन्छ ओ माई गड गट्टा गट्टा हो ओहो एनजेमले फोटो हानी गए ल है दाजु ल है स्वागत छ रामा भ्लगलाई चाहिँ माया राणा भ्लगमा
सोकुमसानदेखि सोकुमसान सुकुमसानमा छौँ हामी। यो पहाड हो, हामी पहाड चढ्न आएको आज। एक्साइटेड भइरहेछ फिल है। अरे यो त गइरहेछ क्या है, नदी हो यो कि ड्याम बनाएको नदी होइन? रक एन्ड रोल। हामी मुड फ्रेस गर्न आएको। आनन्द छ नि त। के हो ओ पौडी खेल्ने मान्छेहरू यहाँ पौडी हाम फाल्दा हुन्छ यहाँबाट नि। एक त डुबाउन के भन्छ हाम फाल्दा हुन्छ हौ, काम छोडेको फर्स्ट स्टेसन नि छ। नो 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 नो। क्या मजा आइरहेछ। पानी खाएर सकिन्छ यति थोरै पानी गरी खाने होइन? के ड्याम बनाएको क्या यो? कहाँ छ कहाँनिर? ल है हामी जाने त उहाँ हो, त्यहाँ हो हामी हिँड्दै हिँड्दै जाने। ल है ओहो यहाँबाट मास्टर जाने ठाउँ नै रहेछ, जङ्गल जाने ठाउँ। ओहो handsome boy। वाह ल वेलकम, स्वागत छ भने जस्तो। ल है दाइ, ल मैले गर्दै थाल्यो मेरोमा हेर्नु। ढुङ्गामा आइरहेछ त नि। सोमसानबाट राणा बल्लभ तपाईँलाई स्वागत छ। ओके प्रयासै राम्रो है फेरि। हो ल है आइरहेछन् होइन? मलाई देखाएको छ, कता देखाएको छ? देखिरहेछ त पुरै त्यही ट्र्याक गरिरहेछ। हो मैले ट्र्याक गरेँ सर। बबाल 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 अझै। ल है हाम्रो यात्रा जारी छ हो। हाम्रो यात्रा जारी छ हो। जारी छ। तर हामीले त छोडे त तल नखसाल्ने नि, फेरि लगाएर जान्थ्यौँ। खस्दैन नि फेरि। म त यहाँ त खासै गएर नरहेछ। यहाँ त रहेनछ। ल ल ल ल ओके ओके धन्यवाद। ओके धन्यवाद दाजु धन्यवाद। भेटन जान्छ यिनीहरूलाई। पौडी खेल्न दिने ठाउँ छ। पौडी खेल्न दिँदैन होला। ल है केटाले हामीलाई छोड्छ त। राम्रो रहेछ नि होइन? ठ्याक्क होटल पनि दामी दामी रहेछ। जुस हेर्नु के जुस हो त? फान्ने जाङ सँगै जाऊँ न त, आउनु ल। ल कुदो कत्रो कुदेको केटाहरू। ल पानी आइसक्यो अब 1 घन्टा हो। आफ्नो आफै बोक्ने। मेरो झोला हाल्छु नभन्ने नि, फेरि झोला मेरो मात्र छ हो, म सक्दिनँ। त्यही भएर गुड दाइले मर्का बुझ्छ भाइको। हिँड्दै जाने एउटा टिकट काटेर आइज नि त। के चाहियो अरे? एउटै कार्डबाट युज गरौँ होइन? त्यो देखिने कार्डबाट मोबाइलमा मेसेज आउने गरी
बिल माग्नु न केही हुँदैन बिल माग्नु बिल त माग्नुहुन्छ अस्ति त म यो अफ गरेर भन्छ यो टिकट काउन्टर हो प्रेम भाइ आउ बुढा आउ केही पर्दैन कति हो 2 4 6 7 वटा विदेशलाई त डिस्काउन्ट नै दिन्छ हो सुरु गर्ने नि दिनु नि 안녕하세요. 7명 있어요. 7명이에요? 네. 아이디 카드 있으세요? 네네. 아이디 카드 보여주세요. एउटा देखाउँदा 지역 어디에서 오셨어요? 우리 원주예요. 원주예요? 예. 아이디 카드 보여주세요. 원주로 돼 있을까요? ए मलाई पसेल एउटा आइडी 카드 한 명 있어도 돼요? 아니요, 다 있어야 돼요. 다 원주로 돼 있는 사람 아니면 뭐 지역 또 어디예요? 원주 다 원주예요? 네 다 원주라고 원주로. आइडी नम्बर हानि थाइहाल्छ नि नम्बर हानि आइहाल्दैन 아하. केही हुँदैन जे छ त्यही गर्ने नि 지역. 요거 뒷면 볼 수 있어요? 뒤에면? 뒤에면 뒷면 네, 있어요? 네, 네, 뒷면 네. 사진? 네, 이렇게. 여기 뒤에 주소가 화성으로 돼 있어서 예 화성은 할인 지역이 아니에요. 아니 우리 지금은 저기 와서 그만두고 이분은 आगिसकेको दर्ता घटाइहाल्दिनु है ल है वन्जुको लागि डिस्काउन्ट रहेछ 잠시만요. अरे डिस्काउन्ट माग्ने मान्छेको थियो पैसा नपाए बोट हिँडेर आउनु पर्यो 여기는 트레킹 전용 구간이에요. 트레킹만 가능하고 케이블카가 위에 가면 보이거든요. 근데 이 표로는 케이블카를 탈 수 없어요. 네, 그리고 또 한 가지 더, 이 중간에 여기 소금잔도 넘어가는 곳에 표를 검표하고 올라가세요. 네, 잘 다녀오세요. ऊ त्यहाँ गएर ल चेक गरेर त्यहाँ चेक गरेर जानेर ल ओके स्टार्ट 안녕하세요 यहाँबाट जाने रहेछ नि त टिकट मान्छे कहाँ हो टिकटको होला नेचर हिँड्दा जान के बोल्छु यो भ्लगको बेलामा हामी अब ट्रेकिङ जाँदैछौँ पुरै यस्तै हो हजुर बाटो यस्तै होला तर मजा आउँछ नि जान हिँड्न त्यही त ओ माथि देखेको भित्र पो जाने त यहाँको मजा नै त्यही हो क्या खासै अनि त ला 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 ल तपाईँ खिच्नु लाउनु यहाँसम्म आउनु पर्वमा लेखेर लिएर आएको कता बाङ्गो भयो त होइन म जता कतै त्यही जान्छ देखेर समाउने चण्डाल क्या नि म जता गएको त्यही जान्छ र मलाई ल बोतल लैन हात तपाईँ जता कतै जान्छ आफूलाई मात्रै देखाएर हुन्छ ल हामी साथीभाइ 7 भाइ जम्मा भयो हामी 7 भाइ जम्मा 7 भाइ जम्मा भएर पहाड चढ्दै प्यान्ट कि सानो हाफ प्यान्ट लास्टमा साधु लास्टमा साधु प्रेम दादा हजुर राणा सम्धी सम्धी हल्का हल्का स्यास्या भएको अवस्था स्यास्या भएको अवस्था साथीभाइ जम्मा भएर त्यो हाम्रो 7 जना भाइ मध्येमा 1-2 जना बोकाहरू पनि बोका हेर्ने हो गाइज बोका हेर्ने हो बोका हेर्ने गाइज बोका यो बोका हो यो गोयरको हुँदो रहेछ म त भए भनेको त यतिको लागि रहेछ
हामी यहाँबाट माथि पुग्न 3 घन्टा लाग्छ 3 घन्टा 3 घन्टाको पैदल जाँदैछौ ल बुढेसकालमा बुढाबुढी भएपछि यसरी बस्नुपर्छ ट्र्याकिङ आउँदै गफ गर्दै शीतलमा होइन यस्तै बुढाबुढी भएर गर्नु भयो नि त अरे साथी त उहाँ छ नि त फेरि लास्ट टाइम बस्छ भनेर सल्लाहकारी हामी सल्लाहकारी पाल्पाको जस्तै सल्लाहकारी यो हो सकुमसानदेखिको तलको भ्यू यहाँ केबल कार हिँड्दैछ हामी चाहिँ केबल कार नचढ्ने भनेर हिँड्दै आयो ट्र्याकिङ भनेपछि हिँडौँ न भन्ने सोचले तल यो नदी हो नदी पनि ठुलो हो ल है हामी हिँडेको यस्तो छ हामी जाने ठाउँ हामी 7 जना छौँ 7 जनाको टोली हिँडिसक्यो आज पहाड चढ्नलाई हिँडेको हिँड्ने बाटो नि बवाल छ केबुल कार चढिने यहाँ तक हो यहाँ कोरियाको सकुमसान के हो टिकट चाहियो सकुमसान वन्जु सकुमसान चिलराङ थारी ल है हामी यहाँसम्म आइपुगेका छौँ शीतल छ त मैयाहरू हामी जाने ठाउँ छ ऊ त्यहाँ हो त्यहाँ जाने अहिले ल है गोर्खेहरू हामी आधी बाटो आइसक्यौँ वाह सब पसिना वाह एक भाग हिँड्ने होला एक भाग अझै 3 भाग बाँकी छ ल है ए के हो कसलाई त्यही भएर यहाँ जाने ठाउँ रहेछ त यहीँबाट जाने नि झोलिङबाट झोलुङ्गे पुलबाट जाने कि यताबाट जाने भन्ने अप्सन रहेछ फोटो हान्नु भनेको झोलिङबाट जाऊँ न परेन यसलाई पनि के झलुङ्गे पुल
सकुमसान यो सकुमसान हो। हावा मात्रै हावा चलेको छ। बवाल छ तल। 와, 우리가 혼자 돼? 소금산. अमल ड्रोन उडान पर्छ क्या यहीँबाट यार? हाँ ए हल्ले क्या कत्रा हल्ले त। ल है यसो एकखेर थाकेको मोडमा पनि हाई भनिदियो केटाहरू। ल ओ साधु गोर्खे बुद्धि दाई ल ल ल आधी बाटो आइपुग्यो। यो जोस हो, यो भ्लग देख्ने केटाहरूलाई जोस आउँछ। ल राणा भ्लगमा आउने बित्तिकै जोस आउँछ हो। नगुमाऊ होस्। हामी चढ्दैछौँ। एक्ज्याक्ट भन्दा होइन यस्तो भिड त हाम्रो नेपालमा कति छ कति हिँड्यो कति होइन। यहाँ व्यवस्थित गराएर मात्रै त हो। यस्तो जङ्गल त कत्रो छ कत्रो होइन। यहाँ चाहिँ व्यवस्थित गरेर मात्र हिँड्ने बाटो बनाएर होइन यस्तो भर्याङहरू राखेर हामी जङ्गलमा हिँड्दैछौँ पहाड जान्न। हाम्रो यात्रा सकुमसानदेखि सकुमसान फेदीसम्म 260 मिटर सकुमसान त 610 मिटर। हामी आएको वहाँदेखि हो, तादेखि चढेर आएको। ओहो त्यहाँ पारि बगास रहेछ है। त्यहाँनिर जान्छ अहिले हामी पारि। ओके 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 ल एउटा बाटो के फर्दैन तर त्यहाँबाट ड्रोन उडान पर्ने कि यहीँबाट उडाउने दिइ जान्छ नि उडाउने खरा यहीँबाट कहाँबाट यहीँबाट उडान ल आउँछ नि ऊ पारिसान टोपी जान्छ नि। ल म ड्रोन उडान्छु ल हान्दैन।
ल है ड्रोन हराएको अवस्था हालौ न हौ ड्रोन हरायो त अनि घुम्न आएको ड्रोनै हराएर यस्तो छ खोज्दा खोज्दा केही खिच्न नि पाएन हो न त्यो फुल खिच्न पायो त्यो पुलैले त कुदे मात्रै गरिरहेको त यार ड्रोन हरायो खोज्दा खोज्दा जङ्गलभरि यार कस्तो भिरमा गएर बसेछ यो घडी नि फुट अझै मोबाइल नि खस्लास नि फेरि होइन ड्रोनभन्दा महँगो मोबाइल हो हुन चाहिँ ल ड्रोनलाई चाहिँ बिदाबारी गरेर हामी पैदल हिँड्दैछौँ ठिक छ अब फेरि अर्को किन्नुपर्छ ड्रोनलाई त्यो जङ्गलमा बिच मार्यौँ उता भिर्यो तर 2 मिनटको लोकेसनमा पुग्यो टाढो त जान सकिएन भिर भएर उयो नदीले गर्दा केही छैन कोही बात नै मुर्गीका दाँतमै ल्यान्ड गर्दा गर्दै बिचैमा ब्याट्री सकिएछ बिचैमा ब्याट्री सकेर त्यो जङ्गलमै आज घुम्न आएको माथि त्यहाँबाट ड्रोन उडाएको ड्रोन उतै छोड्यो माथिबाट उडाएको डाँडाबारी गयो तान्दै ब्याक टु होम गर्न ढिलो गरियो उडाउँदा धेरै टाढा पुऱ्याएपछि फर्केर आएन आउनु त आएको आउँदै बिचैमा झरो जङ्गलको बिचमा उतै सेफ ल्यान्ड गर्न नि सकेन यही खोलाको बगरमा झार्नु लाग्यो तल यसको तल अलिक माथि आएर जङ्गलतिरमै त्यस्तै भिरको जङ्गलमै ब्याट्री सकेर अफ भयो खन्न त गयो तर खोज्दा 2 मिटरको डिस्टेन्स गर्नु पर्छ नि केही छैन हरायो Sukumsan. ड्रोन हराउँदैन साथीहरूलाई नि रमाइलो भएर बालमा आएर मैले ड्रोन हराइदिएँ यस्तो बगान ठाउँमा आएर मैले ड्रोन हराइदिएँ ड्रोन फर्किने मान्छे हुँदैन ड्रोन फर्किने मान्छे हराउने मान्छे यहाँ तर मैले हराएर छ त्यहाँ त तर म फेरि किन भने त कन्फिडेन्ट थियो कि त हो लाइट होम गर्ने त्यो सबै हामी जहाँ बेला त्यो जान्थ्यो कि तापे पनि फेरि डबल चार्जै रक्यो अन्त प्रेस गरिरहेको साथीहरू मेरो ड्रोन भइसक्यो कि ल्यान्ड गर्न हराएको अवस्था आउलागी म सगुमसान घुम्न गएको बेलामा केही छैन यहाँ उडाउँदाखेरि वार्निङ दिँदा नि रिटर्न नगरेको भएर त्यही उडाइरहेको भएर ब्याट्री डाउन भएर मेरो ड्रोन खस्यो।